साथीहरू यति बेला राम स्वार्थी बनेको कारणले गर्दाखेरि विगत 6-7 वर्षदेखिको चलिरहेको दिपाको र रमेशको माया प्रेम पनि सदाको लागि अन्त्य भएको छ। हो साथीहरू, सही सुन्नुभयो। रमेशले रामलाई हरेक दुःख सुखमा साथ दिएका थिए भने पूजालाई न्याय दिलाउनको लागि दिपाले पनि आफ्नो ज्यानको बाजी लगाएर रामलाई भने साथ दिएकी थिइन्। तर यति बेला रामले भने गुण तिर्ने बेलामा उल्टै आफू स्वार्थी भने बनिरहेका छन्। किनकि रामले चाहने हो भने रमेश र दिपालाई सजिलैसँग एक गराउन भने सक्थे, तर रामले त्यो नचाहे पछाडि यति बेला रमेश र दिपाको माया प्रेम भने सदाको लागि अन्त्य भने भइसकेको छ। किनकि अब आउने एपिसोडमा हामीले दिपाको टिकोटालो भएको भने पक्कै पनि देख्न पाउनेवाला छौँ। तर दिपाको टिकोटालो रोक्ने आँट भने अब कसैसँग पनि छैन। कसैले चाहेर यो टिकोटालो भने रोकिनेवाला भने छैनन्। केवल एउटै व्यक्तिले मात्रै यो टिकोटालो रोक्न सक्थ्यो, त्यो हो राम। तर रामले नै यो नचाहे पछाडि अब रमेशको र दिपाको माया प्रेम सदाको लागि बिलाएर भने गएको छ। साथीहरू, तपाईँहरूमध्ये को रमेश र दिपा एक हुनुपर्छ भन्ने अझै पनि चाहनुहुन्छ? यदि तपाईँहरू पनि रमेश र दिपा अझै पनि एक हुनुपर्छ भन्ने चाहनुहुन्छ भने हाम्रो यस भिडियोलाई एक लाइक गरेर कमेन्ट सेक्सनमा रमेश र दिपा भनेर लेख्न चाहिँ पक्कै पनि नबिर्सिनुहोस् त। त्यस्तै हाम्रो यस च्यानललाई अहिलेसम्म सब्सक्राइब गर्नुभएको छैन भने च्यानललाई पनि सब्सक्राइब भने गरिदिनु होला। त्यस्तै साथीहरू, यति बेला सुशीलाले पनि भाग्ने प्लान भने बनाइरहेकी थिइन्। तर सुशीला भाग्नु पूर्व नै कमला र मुनाले सुशीलाको प्लान चाल पाएर भने सुशीलालाई यति बेला रोकेर भने राखिरहेका छन्। हो साथीहरू, सुशीलाको एउटा अन्जान केटासँग 2-3 महिनादेखिको प्रेम सम्बन्ध रहेछ र त्यो केटाले भागौँ भनेको कारणले गर्दाखेरि सुशीला पनि भाग्ने तयारी भने गरिरहेकी थिइन् र रामकै घरमा आएकी छिन्। यति बेला सुशीला र रामलाई अप्ठ्यारो पर्छ भनेर कमला र मुनाले भने सुशीलालाई भने यति बेला रोकेर राखिरहेका छन्। र अब सुशीलाले आफ्नो प्रेमी कमला र मुनालाई भेटाएनन् भने सुशीलालाई फेरि पनि तराई नै पठाइदिने निर्णय भने कमला र मुनाले भने गरिसकेका छन्। र अब सुशीलाले पक्कै पनि रामको इज्जत जाने काम भने फेरि पनि गर्नेवाला छिन्। किनकि अब त्यो केटाको दबावको कारणले गर्दाखेरि या केटाले फकाइ फुलाइ गरे पछाडि पक्कै पनि सुशीला भने मान्नेवाला छिन्। त्यसैले कसैलाई पनि नभनिकन उनी भागेर भने जानेवाला छिन्। केही समय अगाडि भने सृजनालाई श्रुति र मालतीले भने भगाएका थिए। कतै सुशीलालाई भगाउन खोज्ने केटा पनि श्रुति र मालतीकै प्लान त होइन भन्ने एउटा शङ्का भने उब्जनी भएको छ। र यो कुरा हुन पनि सक्छ, किनकि जसरी भए पनि रामलाई दुःख दिने काम र रामको घर परिवार बिगार्ने काम भने यही श्रुति मालतीले मात्रै गर्न सक्छन्। त्यसैले यसको पछाडि पनि पक्कै पनि श्रुति र मालतीकै हात हुन भने सक्छ। तपाईँलाई के लाग्छ साथीहरू? सुशीलाको जुन केटासँग माया प्रेम बसेको छ त्यो केटा श्रुति र मालतीकै मान्छे हो त? आफ्नो विचार भने कमेन्ट सेक्सनमा लेख्नुहोस् त। र राम, कमला र मुना कुनै पनि हालतमा फुट्नु हुँदैन भन्ने तपाईँहरू पनि चाहनुहुन्छ भने हाम्रो यस भिडियोलाई एक लाइक गरेर कमेन्ट सेक्सनमा राम, कमला र मुना लेखेर हाम्रो च्यानललाई पनि सब्सक्राइब गर्नु होला भन्दै अहिले बिदा माग्न चाहन्छु। हस्, नमस्कार।